हेर्नुहोस् साथीहरू, अब घरमा नै मसरुम उब्जाउन पाइन्छ, त्यो पनि मकैको खोवाबाट। हेर्दै जानुहोस् प्रक्रियाहरू भिडियोमा देखाए जसरी नै तपाईँहरूले नै घरमा मसरुम उम्राउन सक्नुहुन्छ, त्यो पनि हेल्दी र फ्रेस। सबैभन्दा पहिला मकैको खोया ल्याउने, भिजाउने, अनि भिजाएर त्यसलाई फेरि एउटा केही भाँडामा राख्ने। त्यसपछि यो खोयालाई अलिअलि सुकाउने, सुकाएपछि मसरुमको बिउ छर्ने, अनि बिउ छरिसकेपछि त्यसलाई पानी हाल्ने, बेला बेलामा पानी दिनुपर्छ। त्यसपछि 3 दिनमा हेर्नुहोस् कति धेरै फलिसकेको छ। त्यसै गरी 6 दिनमा र 10 दिनमा यसरी मजाले झ्याम्म लागिसकेको छ। तपाईँहरूले यसरी नै गरेर उम्राउनु भयो भने 15 त्यसै गरी 30 दिनसम्म त मजाले लागिसक्छ। घरमै फ्रेस रेडी टु इट मसरुम उब्जाउन सकिन्छ। तपाईँहरू पनि एकपटक ट्राई गर्नुहोस् है। धन्यवाद हेरिदिनु भएकोमा।